धेरै होलान् होइन, तैपनि म छोटो छोटोमा दुई चारवटा विषयहरू यहाँहरूको बिचमा राख्न चाहन्छु। एउटा कुरा रोल्पाकै कुरा भइहाल्यो। अहिले एउटा जागरण देशभरि पैदा भएको छ। त्यसमा यहाँले भन्नुभयो जस्तै एउटा ऐतिहासिक आवश्यकताको दृष्टिले रोल्पा नै एउटा क्रान्तिको केन्द्र बन्यो। रोल्पाली जनताको एउटा इमान्दारिता भने पनि, त्यसपछि त्यसमा सक्रियता भने पनि, पहल कदमी भने पनि, जेसुकै भने पनि रोल्पा, राप्ती, दाङ पनि यी क्षेत्र नै परिवर्तनकारी आन्दोलनको केन्द्र बन्न पाए र त्यसको एउटा सदस्य हामी सबै बन्न पाएकोमा हामी एकदमै खुसी पनि थियौँ। हामी आफूलाई गौरव पनि गर्थ्यौँ र गर्छौँ पनि। त्यसलाई हामीले ऐतिहासिक आवश्यकता भनेर हामी भन्छौँ। नेपालको कुनै पनि ठाउँमा हुन सक्दथ्यो। त्यो एउटा समयमा झापा पनि भयो, एउटा समयमा विराटनगर पनि भयो नेपाली काङ्ग्रेसको समयमा, त्यसपछि एउटा समयमा भोजपुर पनि भयो, त्यो ओखलढुङ्गा पनि भयो, रुकुम पनि भयो। त्यस्तै हुँदै हुँदै रोल्पा एउटा रेभोल्युसनको, एउटा क्रान्तिको परिवर्तनकारी आन्दोलनको केन्द्र बन्न आइपुग्यो र त्यसलाई रोल्पाली जनताले जसरी आफ्नो मनमुटुमा राखेर साथ दिए र सफलतातिर लगौँलाई ठुलो बलिदान, एउटा अकल्पनीय भन्नुहोस् र अतुलनीय जो बलिदान राप्तीका जनताले विशेष गरी रोल्पाले जो गरे, त्यसले नेपाललाई ठुलो गुण गराएको छ र त्यसको एउटा सदस्य तपाईँ हामी हुन पाएका छौँ। त्यो एकदम खुसीको कुरा हो। आज एउटा पहाडी जिल्ला विश्वका सबै देशहरूमा चर्चाको विषयमा छ। हामी जहाँ गए पनि, काम गर्न के अरे मध्यपूर्व गए पनि, रोजगारीको कुरामा युरोप गए पनि, कुनै भाइचाराहरूसँग भेटघाट गर्न हामी बेजिङ गए पनि, दिल्ली गए पनि, वासिङटन गए पनि, जहाँ पनि रोल्पा भन्ने एउटा ठाउँ चाहिँ अहिले चर्चित छ भन्नु न। कुनै बेला पेरिस कम्युन भन्ने हाम्रो हिस्ट्रीमा पढ्न पाइन्थ्यो, फ्रान्सको क्रान्ति, कुनै बेला अमेरिकाको पढ्न पाइन्थ्यो, कुनै बेला विविध छन्। त्यसमध्येमा हामी एनान भन्ने सुन्न पाउँथ्यौँ। अहिले विश्वमा अझै पनि यो रोल्पाको चर्चा चाहिँ सिद्धिएको छैन। रोल्पा सबै बुद्धिजीवी, मजदुर, किसान होइन, एउटा क्रान्तिकारी देखि लिएर राजनीतिज्ञ सबैले कुनै न कुनै ढङ्गले सम्झिने ठाउँ बनेको छ। त्यसकै प्रतिफल रोल्पालेहरू जहाँ गए पनि आफ्नो सक्रियता, भूमिकालाई एक ढङ्गले चाहिँ अग्रस्थलमा ल्याउने गरेका छन् र यहाँहरूले पनि दाङमा बसेर विश्वभरिका रोल्पालीहरूलाई अथवा यहाँ बसेर यो पहाडी जिल्लाका सबै साथीहरूलाई जो जोडिराख्नु भएको छ, एकदमै खुसी लाग्यो। तपाईँहरूलाई धन्यवाद भन्छ र अलिकति रिपोर्ट अध्यक्षजीले सुन्नु पनि भयो। सायद तपाईँहरूसँग लामो फेरेस्त नै होला, किनकि यो 2.5 करोडको चाहिँ सेवा भनेको कुरा, मध्यपूर्वमा अलपत्र परेका दर्जनौँ नागरिकहरूको सेवा गरेको कुरा, आपतमा परेका नागरिकहरूको उपचारमा मद्दत गरेको कुरा, यी सबै कुरा जो छ एउटा लामै फेरिस्त तपाईँले जो पेस गर्न सक्नुहुन्छ, एकदमै खुसीको कुरा हो र म तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। यो एउटा जागरण पनि हो, तत्परता पनि हो होइन, एउटा आफ्नो जिम्मेवारी पनि भयो भनौँ न। समिति बनाइसकेपछि जो गर्नु भएको छ राम्रो कुराहरू हो। अब त्यसपछि आउँछ, अब हामी यहाँसम्म पुग्यौँ। हाम्रो यो पहाड, दाङको फाँट, हाम्रो सबै साथीहरूले भरिएका छन् भन्नुहोस् न। रगत पनि बग्यो, आँसु पनि बग्यो, आन्दोलन पनि भयो, हामीले उपलब्धि पनि पायौँ, परिवर्तन पनि पायौँ र जनताका थुप्रै सल्लाह सुझावसहित हामी यहाँसम्म आइपुगेका छौँ। तर पनि एउटा फेरि अर्को एउटा गौरवको कुरासँग यसको अँध्यारो पाटो पनि छ, अलिकति अपूर्ण पाटो पनि छ, अधुरो पाटो पनि छ र हामीले जस्तो समाजको परिकल्पना गरेका थियौँ, जस्तो देशको परिकल्पना गरेका थियौँ, हाम्रो देशका युवाहरूको जस्तो खालको एउटा भविष्यको हामीले परिकल्पना गरेका थियौँ, हाम्रो जनताको जस्तो जीवनको चाहना राखेका थियौँ, त्यो चाहिँ अधुरै छ। त्यसले गर्दाखेरि सिङ्गै नेपाल फेरि अहिले कस्तो पनि छ भन्दाखेरि अलिकति दुखित, चिन्तित, असन्तुष्ट, आक्रोशित जस्तो ठाउँमा पनि छ। त्यसको केन्द्र पनि कुनै न कुनै ढङ्गले राप्ती बनिराखेकै छ होइन। रोल्पा कुनै बेला हाम्रो गरिमा, ओज, प्रतिष्ठाको विषय पनि थियो र विभिन्न ढङ्गले घेराबन्दी गर्दै जाँदा, षड्यन्त्रहरूमा फसाउँदै जाँदा रोल्पाको उचाइ कता कता एउटा चाहिँ धमिल बनेको जस्तो होइन, थुप्रै प्रश्नहरूको बिचमा फेरि हामी उभिएको जस्तो, हामी नेताहरू पनि प्रश्नको बिचमा चाहिँ खडा भएको जस्तो अनुभूति चाहिँ हामीलाई हुन्छ। हामीले हेर्नुहोस्, एउटा साँच्चै नै समानतापूर्ण, स्वतन्त्र, स्वाधीन देश पनि समाज पनि बनाउन चाहेको छ। यो पार्टी त्यो पार्टीको कुरै होइन। इतिहासले एउटा संस्थालाई जिम्मा दिन्छ, जसरी अहिले सेवा समिति तपाईँले यहाँ भन्नु पनि भयो, यो कुनै पार्टीको कुरा होइन, यो चाहिँ एउटा समाज कल्याणको लागि, नागरिक सेवाको लागि हो भनेर यहाँ भन्नुभयो। ठिक त्यस्तै प्रकारले राजनीतिक ढङ्गले त माओवादीले
एउटा संस्थागत ढङ्गले त्यसको नेतृत्व गर्यो। त्यो केवल माओवादीको आवश्यकता र उसको कुरा मात्रै थिएन, नेपाली समाजको रूपान्तरण एकदम जरुरी थियो। नेपालको राज्य जसरी मक्किएको थियो र त्यसले नेपाली जनताको चाहनालाई नेतृत्व गर्न सक्दैन थियो, त्यो राज्यलाई हामीले बदल्नु पर्थ्यो। त्यो बदल्ने नेपाली जनताको चाहनाको नेतृत्व इतिहासत माओवादीले गर्यो र पनि हामी अहिले के देख्छौँ भने त्यो आन्दोलन फेरि प्रश्नको बिचमा उभिएको जस्तो हामीलाई लाग्छ। त्यसो ठुलो बहसहरू छ गर्दा हाम्रो गणतन्त्र राजनीतिक ढङ्गले त एउटा परिवर्तन आयो, तर हाम्रो सामाजिक जीवन परिवर्तन भएन, चाहेको जसरी भएन। फेरि अब डाटा त हामीले पोजिटिभ पनि थुप्रै पेश गर्न सक्छौँ, तर हामीले चाहेको जस्तो समाज परिवर्तन भएन, नागरिकहरूको जीवन परिवर्तन भएन, हाम्रो देशको होइन देशको चाहिँ जो अवस्था हो त्यो चाहिँ हाम्रो चाहिँ परिवर्तन भएन। त्यसले अहिले कता कता थुप्रै प्रश्नहरू हाम्रो छ। जनयुद्धकै बारेमा पनि प्रश्नहरू अहिले छन्। यतिको लागि हो त नेताहरू हाम्रो फेरि जस्तो प्रश्नको बिचमा हामी उभियौँ कि यिनी नेताहरूले त्यही सोचेर गरे हुन् त भन्नेसम्मको कुराहरू पनि अहिले हाम्रो बिचमा छ। तर पनि फेरि हामीले भनेका थियौँ यो इतिहासको फेरि मार्ग कस्तो हुन्छ भन्दा सिधा हुँदैन, आन्दोलनको मार्ग सिधा हुँदैन, त्यसले कहिलेकाहीँ बाङ्गो टिङ्गो मोडहरू लिँदै अगाडि बढ्छ। त्यसलाई के भनिन्छ भन्दा सायद पढेदेखि सबै तपाईँहरू हुनुहुन्छ, त्यसलाई स्पाइरल सिस्टम हुन्छ। इतिहासको विकास चाहिँ स्टेटमा सिधा तपाईँको एउटा प्यारलाल रेखामा हुँदैन, समानान्तर रेखामा नभएर त्यो स्पाइरल यसरी चाहिँ घुमे जसरी होइन के अरे यो स्प्रिङ घुमे जसरी जान्छ भन्ने छ भन्नुहोस् न होइन। एक राउन्ड घुम्दाखेरि कस्तो लाग्छ मान्छेलाई भन्दा त्यही घुमिरहेको जस्तो हुन्छ, तर एउटा क्रम सिद्धिएपछि फेरि एक स्टेप माथि उठ्छ र अगाडि जान्छ। इतिहास सब संसारकै त्यस्तै हो भन्छ। जस्तो चिनियाहरूले अहिले के भन्छन् भन्दाखेरि रिभाइभ द हिस्ट्री भन्ने एउटा नारा भन्छन् भन्नुहोस् न। इतिहासलाई पल्टाउँ, इतिहासलाई फेरि होइन फर्काउँ भन्ने छ कि चिनियाहरू 500 वर्ष अगाडिसम्म चाहिँ विश्वमा एक व्यापारीहरूमा एक नम्बर नै थियो, प्रविधिमा पनि अरू राम्रै थियो। बिचको एउटा सम्राटको समयमा आउँदाखेरि त्यो चाहिँ ध्वस्त भएर चिनियाहरू एकदम गरिब कङ्गाल टाट मुलुकमा परिदिए र अहिले उनीहरूले यति तीव्रतामा विकास गरेका छन् फेरि कि अकल्पनीय ढङ्गले संसारलाई होइन एउटा लिड गर्दैछन्। र युवाहरूको त्यहाँ चिनिया युवाहरूको नारा म त्यहाँ जाँदाखेरिबाट हामी जनयुद्धमा देखेको जस्तो सुनाउँछौँ कि एउटा चिनिया युनिभर्सिटीमा पढ्ने एउटा विद्यार्थीले भनेको थियो कि तिमीहरूको सपना के हो भन्दाखेरि एउटै सपना छ हाम्रो, त्यो भनेको अमेरिकालाई जित्ने, उनको त्यो थियो कि। र त्यो किन भन्दाखेरि उनीहरूले धेरै हेपे हामीलाई भनेको थियो कि हामी केही होइनौँ जस्तो व्यवहार गर्छन् युरोपियनहरूले, उनी मात्रै मान्छे हुन् जस्तो। तर त्यो होइन, चिनियाहरू 500 वर्ष अगाडि एक नम्बरमा थियो र हामी फेरि फर्काएर एक नम्बर बनाउन चाहन्छौँ, एउटा सपना हो त्यो प्रश्न। र उनले त्यो पनि भने त्यो सपना चाहिँ माओ सेतुङले जगाइदिनु भएको थियो भने उनीहरूले भाषा प्रश्न। तर नेपालमा हामीले त्यस्तै एउटा इतिहास बनाउन चाहेको हो भन्नुहोस् न। नेपालीलाई यहीँ उभिएर के यही देशमा उभिएर यो संसारलाई चाहिँ तपाईँको चिनाउने हाम्रो चाहना चाहिँ हो, तर त्यो अधुरो हो भन्नुहोस् न। अधुरो मात्रै भएन, त्यो बदनामीमा पनि गयो भन्नुहोस् न। जनयुद्ध एक प्रकारले बदनामीमा जाने जस्तो, माओवादी बदनामीमा जाने जस्तो जो घेराबन्दी गरेर त्यहाँ पुर्याइयो त्यसले हामीलाई असाध्यै दुखित पनि बनाउँछ भन्नुहोस् न। हामी त्यस्तो मान्छे होइन भन्नुहोस् न, एउटा घर हाल्नुको लागि हिँडेको मान्छे होइन कि हामी, होइन 2-4 करोड पैसा लुकाउनुको लागि हिँडेको मान्छे हामी होइन भन्नुहोस् न। आफ्ना नातागोतालाई पोस्नको लागि हामी हिँडेको मान्छे होइन। हामी सिङ्गै नेपाली समाजलाई रूपान्तरण गर्ने सपना देखेर चाहिँ युद्धमा निशर्त हामी थालेको। हामी कलेज पढ्दा पढ्दै कुनै शर्त थिएन नि, हामी जुनसुकै मूल्य पनि चुकाउने भनेर हिँडेको। हामीले यहाँसम्म त ल्यायौँ, तर नेपाल अझै पनि एउटा दुखी छ, अझै पनि एउटा पराधीन छ र साम्राज्यवादीहरूको खेल मैदान बनेको देख्दाखेरि हामी सबैलाई चित्त दुख्छ। अहिले एक ढोग्रो पैसा बोकेर काठमाडौँमा ओर्लिनेले नेपाल कब्जा गर्ने जस्तो हुन थालिसकेको हुन्छ। अहिले तपाईँको चाहिँ होइन र आदर्श मूल्य मान्यताहरू ध्वस्त भयो कि हाम्रो शिष्टता, हाम्रो संस्कृति, हाम्रो सभ्यता सबै तहस नहस हुने जस्तो र विदेशीहरूले हामीलाई टुप्पीमा समाएर घुमाउने जस्तो जो बन्न खोज्दैछ, यसले हामी सबैलाई अवश्य नै दुखित बनाएको छ होइन। तैपनि फेरि यो त हुन्छ, एक चक्कर यस्तो हुन्छ र यसले फेरि समय क्रममा पार लाउँछ जस्तो लाग्थ्यो। हामीले चाहन्थ्यौँ कि माओवादीले नै यो काम पुरा गरौँ, हामी चाहन्थ्यौँ कि नेपालका एमाले काङ्ग्रेस माओवादी मिलेर अरू राजनीतिक शक्ति पनि मिलेर अब एउटा शान्ति स्थिरता समृद्धि दिन सकौँ र नेपाली युवाहरूलाई नेपालमै हामीले चाहिँ व्यवस्थित गर्न सकौँ हामी चाहन्थ्यौँ। त्यो भएन र फेरि अहिलेको विद्रोह पनि हाम्रै नेतृत्वमा होस् त भन्ने पनि हाम्रो चाहना थियो, तर त्यो पनि भएन। जेनजीहरू यहाँ युवा पनि आउनुभएको छ, नयाँ पुस्ताले तोड्दियो फेरि होइन। माओवादी भन्दा पनि क्रान्तिकारी भएको छ, जेनजी आइपुग्यो र त्यसले सारा 20 वर्षका व्यक्तित्वहरूलाई खरानी बनाइदियो भन्नुहोस् न होइन। 2 दिनमा के हामीलाई अब हाम्रो अलिकति राहत पनि के भएको छ नि, सधैँ आगो लाउने यो माओवादी भन्नेवाला हामी त अलिकति अब यिनी मात्र होइन सबैले लाउँदा चलेपछि भन्ने त अब भयो भन्नुहोस् न होइन।
माओवादी त 10 वर्षमा नगरेको क्षति 2 दिनमै भयो क्या। त्यसो भने चाहिँ अलिकति हामीलाई आखिरी मान्छेले असह्य भयो भने त जसले पनि विद्रोह गर्दछ नि त। हिजो माओवादीले गरेको थियो, जेएनजीले गर्यो, यी जेएनजी पनि असफल भइसक्यो। फेरि तित्तर 15वटा त दर्दै भइसकेको छु। अस्ति म निर्वाचन आयोगमा गएको 15वटा जेएनजीको नाममा पार्टी दर्ता भएको छ। तर ती जेएनजी हुन् कि होइन को हो न, त्यसको हिसाब पनि छैन कि। माओवादी 20 टुक्रा भएको थियो कि को माओवादी हो को होइन। अहिले सडकमा हिँड्यो भने म पनि माओवादी हुँ भन्छ, होला त नि भने हात मिलाऊ धन्यवाद भन्नु। यो त सधैँ छ त होइन, हुँ भन्छ भयो त होला त। जेएनजी पनि त्यही पुग्छौ कि हामी माओवादी 20 टुक्रा पुग्न 20 वर्ष लाग्थ्यो, जेएनजीलाई त फेरि 2 दिन पनि लाग्दैन, 15 टुक्रा भइसक्यो कि भयो। जेएनजी भन्दा अस्ति प्रधानमन्त्रीले भन्दाखेरि हाँसो गरिदियो कि 2 बजे फोन गर्छ महासचिव चाहिँ म जेएनजी हुँ भन्छ, फोन त राख्न मन लागिहाल्छ भने भचक्क लाएर स्विच अफ गरिदिनु पर्ने हो, किन थर्काइहाल्छ। भर्खरको केटो हुन्छ ए बुढी भन्थ्यो कि होला पनि त्यो, किन देश त यति भयो नि त। जेएनजीले गरेको विद्रोह पनि अहिले के भयो भने एक मोटामोटी कस्तो असफलतातिर जानु पर्यो कि। गत नेपाल त फेरि पनि एउटा तपाईँको चाहिँ चक्करमा हिँडिरहेको थियो। तर होइन, हामी फेरि आशावादी के छ भने अब यहाँ लहर चलाएको छ फेरि अहिले एक हप्ता। अहिले पहिला फ्रुटको विद्रोह के गरिस् भन्दा आज पनि पार्टी खोल्यो भन्ने जस्तो थियो क्या। अस्ति समय चाहिँ के गरिस् भन्दा 2-4जना जुटेका छौँ पार्टी खोल्दैछौँ भन्ने थियो। अहिले फेरि के गर्दैछौँ भन्दा मिल्दैछौँ, फेरि सब जुटाउनु 10वटा मिलिसक्यो। अनि आज 12 15 भन्दै पर्सेन्टले त 15 भन्दै हुन्छ। सायद अब 1-2 दिनपछि 20 पनि पुऱ्याउनु हुन्छ। जति पनि छन् पार्टी एउटा ल्याउँदै यस्तो त्यो लाउँदै यो पनि पार्टी हो भन्ने चाहिँ भइहाल्छ। नेपालमा जति पनि छ नि त यो चलेको छ, यस्तो चक्कर भइरहन्छ। तर हामीलाई के लाग्छ भने फेरि नेपालले एउटा नयाँ मोड चाहिन्छ। यस्तै चाहिँ रहँदै नि नियम के हुन्छ भने चाहिँ प्रेसर गर्दै गर्दै लानु पनि त्यसको एउटा सीमासम्म मात्रै त्यो प्रेसरमा जाने हो। त्यसपछि त्यो एउटा धक्का दिएर विस्फोट भएर आउँछ कि सो नियम नै थियो। त्यस हिसाबले नेपाल अलिकति ह्युमिलेट पनि छ अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भयो जस्तो। मलाई आर्मीको मेजर साहबले पनि भन्छन् कि सेना फेरि अहिले यहाँ हल्ला पनि गरिरहन्छ पुराना माओवादी साथीहरू, यो विप्लव किन एकता मागेन भन्दा राजासँग गएको छ, सेनासँग जाँदैछ भने पनि चाहिँ अलिअलि हल्ला। त्यो कुरा होइन भने चाहिँ सेना होइन। तर जेसुकै मनोविज्ञानले भए पनि कैयौँ साथीहरूले भन्छन् कि यस्तो छ सर यस्तो छ। अस्ति भर्खरै पनि हामी एउटा प्रसङ्गमा हिँड्दाखेरि मेजर साहबले भन्यो, एउटा जज साहबले भन्दै थियो कि होइन नेपालीहरूलाई कति हेप्छन् भन्ने कुरा त यहाँ होइन सर, विदेश गएपछि थाहा हुन्छ। हामी आर्मीको मान्छे शान्ति सेनामा जाँदा हामीलाई कति हेप्छन् मान्छेले भन्ने कुरा त्यहाँ छ। त्यसैले यो बढ्ती फाल्यो जस्तो लाग्छ भन्थ्यो कि उनीहरूले, होला जस्तो लाग्छ हेर्नुहोस्। अब यो तपाईँले मध्यपूर्वको कुरा सुन्नुभयो। म एकचोटि कतार पुगेको थिएँ, 260जना दिदी बहिनीहरू र केटा हाम्रो साथीहरू पुरुषको लास चाहिँ हस्पिटलमा बेवासी थियो भन्नुहोस् न। 20,000 दिदी बहिनीहरू यो अरबमा तपाईँको चाहिँ मध्यपूर्वमा बेवासी अवस्था छ। यावत कुराहरू त्यो हेर्दाखेरि हामी नेपाली त अर्काको निम्ति भाडामा काम गरिदिन जन्मे जस्तो पनि फिल हुन्छ नि। अहिले गर्व छैन कि एकदमै ह्युमिलेट यस्तो छ। तर यो त फेरि नेपालको राजनीतिले नै हामीलाई बनायो। यो चाहिँ तोडिन्छ, एउटा समय जान्छ, अझै 2-4 वर्ष 8-10 वर्ष जान सक्छ। तर फर्किने क्रम पनि सुरु भइसकेको छ कि नेपाल जानुपर्छ, नेपाल बनाउनुपर्छ भन्ने पनि बिस्तारै सुरु भएको छ। भर्खरै पनि हाम्रो यो कार्यालयसम्म कपिल बस्तीसम्म अस्ट्रेलियाबाट फर्केका भाइ बहिनीहरू आएको थियो कि स्वतः भेट्न, तपाईँहरूको उत्पादन छ, तपाईँले अलिकति के उद्योग खोल्दै हुन्छ के छ भनेर आफै भन्नुहोस् न, एड्रेस खोज्दै भौतारिँदै भेट्न आउने पनि ठुलै सङ्ख्या छ। भनेपछि नेपालको युवामा फेरि नेपाल